Hello and hi to everybody. And Tashidele, Namaste. And once again, welcome back to my channel, Ludo KPC. हेलो अनि अहिले म ठोङ्सा गुम्बामा आइरहेको छु है। यो ठोङ्सा गुम्बा चाहिँ निङमा गुम्बाको एकदमै पुरानो गुम्बा हो। अनि यो चाहिँ अब भुटान गभर्मेन्टले किङ अफ भुटानले बनाउनु भएको है। अनि यहाँनिर चाहिँ के छ भनेदेखिलाई यहाँनिर 299 युनिक प्रेयर्स व्हिलहरू छ, जसमा चाहिँ हामी जसलाई चाहिँ हामी भन्छौँ मानी घुमाउने है। त्यो यहाँनिर 299वटा छ। र अहिले चाहिँ सन्डे हुनाले गर्दा चाहिँ हामी यहाँनिर गुम्बामा पूजा गर्न आइरहेछौँ। किनभनेदेखिलाई चाहिँ यो हामी जहाँ जन्मिन्छ हाम्रो यो जन्मस्थलको भगवानको गुम्बा हुनाले गर्दा चाहिँ हामी यहाँनिर यसलाई चाहिँ खेला भनेर भन्छौँ है। अनि त्यसले गर्दा चाहिँ हामी एभ्री सन्डे चाहिँ हामी यहाँनिर पूजाहरू गर्न आउँछौँ। अनि जस यहाँनिर आउनु भएको छैन तिनीहरूले हेर्नुहोस् है। अनि आउनु भएकोहरू त उहाँहरू चाहिँ प्रायः सबै सधैँ आइ नै रहनुहुन्छ होला यहाँ गुम्बामा आइतबारको दिन यहाँ हुनेहरूले है। अनि जो चाहिँ नदेख्नु भएको छ नआउनु भएकोहरूले चाहिँ यो भिडियो मार्फत हेर्नुहोस्। यो चाहिँ हो ठुलो मानी व्हिल। यो चाहिँ ठुलो मानी घुमाउने प्रेयर्स व्हिल हो। यो चाहिँ यो चाहिँ दियोघर हो जहाँ हामी बटोलाम जाउने गर्छौँ। ला भने morning morning morning
अब यो बाटो चाहिँ चिसो पानी जाने बाटो रहेछ। अभी हम चिसो पानी के रास्ते में जा रहा है। अनि चिसो पानीमा ओ लड्यो बाइक लड्यो ओ स्कुटी। से ये रास्ता तिरपाई से होते हुए चिसो पानी जाने का रास्ता है भन्ने रे। अहिले म तिरपाईको बाटो भएर चाहिँ अनि चिसो पानीको बाटोमा जाँदैछु। अहिले यो चाहिँ मण्डल गाउँ अरे। अब यहाँ चाहिँ पहिला त यो बाटो आएको थिएन र आज घुम्दै आइरहेको छु अहिले। गजब का है दिन सोचो जरा, ये दीवानापन देखो जरा। तुम हो अकेले हम भी अकेले, मजा आ रहा है कसम से कसम से। सोचो जरा ये दीवानापन
देखो जरा तुमको तेरी हंडी अकेली मजा आ रहा है कसम से। अब आज फुर्सदको टाइममा चाहिँ यहाँनिर यो बाटो चाहिँ घुम्दै आएको। यो बाटोमा पहिला कहिले पनि आएको थिएन। अनि यो चाहिँ मण्डल गाउँ अरे। गीत गाउनु मन पर्यो अनि गीत गाइरहेको छु तपाईँहरूलाई सुनाउनु लागि। म त फर्स्ट अस्ति हेर्नु आएको अर्काको लागि कि म पो मन परेर पुगा आबालाई फाइकी चाहिँ भाइयो गीत हाम्रो त पुगु लभ गरौँ बा दसौँ परे ब्याम्बो स्टिक कालिम्पोङ ब्याम्बो स्टिक 강물에다 찍어도 शिखर गेस्ट हाउसको मेतन चाहिँ होला मेतन चाहिँ यिङचालाई अहिले यहाँनिर हामी चिसो पानी जाने बाटोमा शिखर गेस्ट हाउसको बाहिर शिखर गेस्ट हाउस एकदम राम्रो रहेछ मजाको रहेछ राम्रो रहेछ मेतो के राम्रो यहाँ होला कस्तो राम्रो फुल है हेलो दोस्तों तो आज मैं अभी यहाँ त्रिपाई में आया था तो त्रिपाई से होते अभी मैं चिसो पानी के रास्ते में जा रहा हूँ। तो यहाँ पे इतना घर सुंदर सुंदर आलीशान घर देखिए बाप रे घर का व्यू देखिए कितना अच्छा अच्छा घर बनाया है इधर में खनिंग जोरा दिन जो संग राम्रो बाजा लाता देवरा बरु यहाँ यो जरा कबला खतु खेबु हेटो दे कबले त खेबु हिँड्छ नि खङ बद्नु दे खङ पनि हिँड्छ है नामा पायो ले थम्ची राजा कमत सबै आउँछ ततिका ग्रिल यागुदो सबै गला तले जरा निमा सिङ यागुदो अब आज हामी फुर्सदमा घुम्न आइरहेछु त्रिपाईको भएर चाहिँ चिसो पानी जाने बाटो यो बाटोबाट चाहिँ मण्डल गाउँ भन्ने जग्गा पुग्दो रहेछ चिसो पानी भन्ने जग्गा पुग्दो रहेछ अनि अझै अरू के गाउँ पुग्थ्यो होला तर हामी साह्रो टाढो चाहिँ गएनौँ है
अलिक माथिसम्म गएर चाहिँ त्यहाँदेखि फर्क्यौँ हामी। तर जग्गा चाहिँ एकदम राम्रो रहेछ यो जग्गामा चाहिँ। शान्ति, हाट बजारदेखि भिडभाडदेखि चाहिँ अलिकति टाढो है। एकदमै शान्ति जग्गा रहेछ। हेलो गाइस, गुम्बा बिल्डिङ्स टिपाई हिल कालिम्पोङ। यहाँबाट तल जाने, तल घुम्नु जाने, तल होला खबर लेप्की त तल लङ्गा दिला खबर लेप्की त तागर नत्र ट्रो भने त तिनीले लङ्गा दि त्यहाँ थाङ्गो दे त ए जुजु देवा यो रे क्या देवा यो अनि अन्त प्यार पकाउनु खोज्छ रे 씨, 어디 싫어? 저쪽 숨나 랑갈 되기도. 이렇게 거의로. 이래.